30 अप्रिल 1945 मा आत्महत्या गर्न निर्णय गर्नुअघि अडोल्फ हिटलर र उनकी प्रेमिका इभा ब्राउनले आफ्ना सबै कागजात, तस्बिरहरू र व्यक्तिगत प्रमाणहरू जलाएका थिए। हिटलर चाहन्थे कि उनको मृत्युपछि कुनै प्रमाण नहोस्। त्यो समयमा कसैलाई थाहा थिएन कि हिटलरको जीवनमा अन्तिम दिनहरूमा बङ्करभित्र के कस्ता घटनाहरू भइरहेका छन्। तर करिब 70 वर्षपछि एक फ्रेन्च अफिसर कमान्डेन्ट रेमन रोज, जो अहिले जीवित छैनन् र उनका निजी कलेक्टरका कारण हिटलरसँग सम्बन्धित केही नयाँ दस्तावेजहरू सार्वजनिक भएका छन्। यी दस्तावेजहरूले हिटलरको अन्तिम क्षणहरूलाई अझ स्पष्ट रूपमा बुझ्न मद्दत गर्छन्। बङ्करको वातावरण कस्तो थियो? हिटलरले आत्महत्या गर्ने 24 घण्टा अघि इभा ब्राउनसँग विवाह किन गरे? आफ्ना जीवनको अन्तिम 10 दिनमा हिटलरलाई को नजिकको साथीले धोका दियो? उनले आत्महत्या गर्ने योजना कहिले बनाए? र सबैभन्दा महत्त्वपूर्ण कुरा, आखिर कसरी मित्र राष्ट्रका सेनाहरूले प्रमाणित गरे कि मृत शरीर हिटलरकै हो? हिटलरको मृत्युपछि सबैले बङ्करलाई अध्ययन गर्न प्रयास गरे। 25 नोभेम्बर 1945 मा फ्रेन्च अफिसर रेमन रोज बङ्करभित्र प्रवेश गरे। बङ्करसम्म पुग्न 26 खोड्किला थिए, जसले अँध्यारो कोठातर्फ लैजान्थ्यो। त्यहाँ छरपष्ट कागजात, पल्टिएको फर्निचर र मैनबत्तीको पक्लिएको मैन देखिन्थ्यो। रोजले केही दस्तावेज फेला पारे जसले हिटलरका अन्तिम दिनहरूबारे नयाँ जानकारी दिन्छन्। यी दस्तावेजहरूले देखाउँछन् कि अन्तिम समयसम्म पनि आफ्नो नियममा दृढ थिए र उनले आफ्नै मृत्युलाई पनि जित जस्तै ठानेका थिए। हिटलरको मृत्यु हुनु 10 दिन अघि नाजी जर्मनीका सपना चकनाचुर भइसकेको थियो। पहिले संसारमा शासन गर्ने कल्पना गर्ने हिटलर साम्राज्यको पतनको अन्तिम चरणमा थियो। बर्लिन, जुन हिटलरका लागि शक्ति र सपनाको केन्द्र थियो, पूर्ण रूपमा ध्वस्त भइसकेको थियो। जताततै ध्वंस भए र मृत्युको दृश्य थियो। मित्र राष्ट्रका सेनाहरूले लगातार बमबारी गरिरहेका थिए र सोभियतको रेड आर्मी केवल 100 किलोमिटर टाढा मात्रै थियो। हिटलर अब आफै शिकार बन्न गइरहेका थिए, जो बर्लिनको अँध्यारो बङ्करभित्र लुकेर बसेका थिए। यो बङ्कर कुनै साधारण बङ्कर थिएन। जमिन मुनि 60 मिटर जमिनभित्र बनेको थियो। हिटलरका पर्सनल आर्किटेक्ट एल्बर्ट स्पेयरको डिजाइन अनुसार अत्यन्त सुरक्षित र बमप्रुफ बनाइएको थियो। यो प्रारम्भमा 1936 मा बनाइएको थियो, तर दोस्रो विश्वयुद्धमा हवाई आक्रमणहरू बढेपछि 1943 देखि 1944 मा थप मजबुत पारिएको थियो। यही बङ्करमा हिटलरले आफ्नो अन्तिम दिनहरू बिताएका थिए। बङ्करको वातावरण अत्यन्त तनावपूर्ण र उदास थियो। बाक्ला कङ्क्रिटका प्रकारहरू, चिसा हावा, ओसिलो वातावरण, अँध्यारो कोठाहरू, सबैतिर निराशा मात्रै थियो। यो बङ्कर एक भुलभुलैया जस्तै थियो, जहाँ साँघुरा गल्लीहरू र ससाना कोठाहरू थिए। हिटलरका लागि 3 कोठाहरू छुट्याएका थिए। एक बैठक कोठा, जहाँ उनले दैनिक 2 पटक सैन्य बैठक बस्थे, र एक कोठा इभा ब्राउनको लागि र एक बाथरुमका लागि। बङ्करभित्रको जीवन निराशाजनक थियो। जमिन मुनि वातावरण भएकोले वायु प्रवाहका लागि एउटा मेकानिकल भेन्टिलेसन प्रणाली राखिएको थियो, जसले लगातार गडगडाट र त्यहाँ रहेका मानिसलाई मानसिक तनाव दिन्थ्यो। अन्तिम 10 दिनमा शारीरिक मात्र होइन, मानसिक रूपमा पनि हिटलर टुटिसकेका थिए। हिटलरलाई पार्किन्सन रोग लागेको थियो, जसका कारण उनको हात लगातार काप्थ्यो। यसलाई लुकाउन उनले आफ्नो उल्टो हात खल्तीमा राख्थे र अरूले पत्ता नपाउने तरिकाले हात राख्ने गर्थे। अन्तिम दिनहरूमा उनका शरीर अत्यन्त कमजोर भइसकेको थियो। अनुहार फिक्का देखिन्थ्यो र उनका वास्तविक उमेरभन्दा 10-15 वर्ष जेठा देखिन्थ्यो। बङ्करमा रहेका अधिकृतहरू हिटलरको बिग्रदै गएको स्वास्थ्य देखेर चिन्तित हुन्थे। हिटलरका निजी चिकित्सक थियोडर मोरेलले उनलाई दैनिक ग्लुकोज र भिटामिनका इन्जेक्सन लगाइरहेका थिए, तर उनले खासै प्रभाव देखाएनन्। हिटलरको हातमा नियन्त्रण गुमाउँदै जानु र उनको मनोबल खस्कैदै गएको प्रमाण थियो। बङ्करभित्रको दिनचर्या एकदमै निराश भइसकेको थियो। प्रत्येक बिहान सैन्य बैठक हुन्थ्यो, जहाँ जर्नलहरूले उनलाई बर्लिनको अवस्था बारे जानकारी दिन्थे। लगातार नियन्त्रण गुमाउँदै गएको खबर सुन्दा हिटलर झन निराश बन्दै गएका थिए। उनको स्वभावमै अरूप्रति अविश्वास थियो, जसका कारण अन्तिम दिनहरूमा उनी आफ्नै जन्मले धोका दिनेछन् भन्नेमा डर थिए। अन्ततः त्यही भयो। सबैजना बङ्कर छाडेर भाग्ने योजना बनाइरहेको बेला इभा ब्राउनले भने,
हिटलरको साथमै बस्न चाहन्थिन्। उनी 13 वर्षदेखि हिटलरको प्रेमिका थिइन्, तर औपचारिक विवाह भएको थिएन। इतिहासकारका अनुसार बङ्करभित्रै बस्ने निर्णय इभा ब्राउनकै थियो र हिटलरको कमजोरी पनि त्यही कारणले बढेको थियो। इभा ब्राउन एक भावुक र प्रेमभावपूर्ण भरिएको महिला थिइन्, जसले अन्तिम क्षणसम्म हिटलरको साथ नछोड्न निर्णय गरिन्। उनके केही पत्र भेटिएका छन् जुन उनले आफ्नै साथीहरूलाई लेखेकी थिइन्। ती पत्रबाट हिटलर र इभाको व्यक्तिगत जीवनको जानकारी पाउन सकिन्छ। एक पत्रमा उनले लेखेको थिइन्, यो अत्यन्त डरलाग्दो छ, तर म यहाँ खुसी छु किनभने हिटलर मेरो साथमा छन्। बङ्करभित्रको दिनचर्या अत्यन्त सीमित थियो। उनी अधिकांश समय आफ्नै कोठामा बसिरहन्थिन्, पुरानो फोटो मिलाउँथिन् र कहिलेकाहीँ हिटलरसँग कफी पिउँथिन्। तर उनका पत्रले देखाउँछन् कि उनी आफूलाई धेरै एक्लो महसुस गरिरहेकी थिइन्। जर्मन सैनिकहरूले बर्लिनलाई सुरक्षित राख्न त्यति बेला 900 ट्याङ्क, करिब 5 लाख जर्मन सैनिकहरू थिए। तर त्यति सब हुनुका बावजुद पनि जर्मन सेना हार्दै थियो। हिटलर, जसले 1000 वर्षसम्म शासन गर्ने सपना देखेको थियो, अब पूर्ण रूपमा असफल देखिन थालिसकेको थियो। हेर्दा हेर्दै रेड आर्मीका सैनिकहरूले बर्लिनको बाहिरी इलाकामा जर्मन सेनालाई हरेक ठाउँमा पराजित गरिसकेका थिए। एक जर्मन सैनिकले भनेको थियो कि जब ऊ पुनः सहरमा फर्कियो तब उसले आफ्नो सहर चिन्न समेत सकिरहेको थिएन, किनभने हरेक ठाउँमा केवल भग्नावशेष मात्रै थिए। यही समय थियो जब जर्मन सेनाले हिटलरको नेतृत्वप्रति शंका गर्न थाल्यो। हिटलरको मृत्यु हुनुभन्दा केही दिन अघि अर्को नाटकीय घटना घट्यो। हर्मन गोरिङ हिटलरको सत्ता लिन चाह्यो। हर्मन गोरिङलाई हिटलरका निकटतम साथीहरू मध्ये एक थियो, जसलाई हिटलरले विभिन्न महत्वपूर्ण पदहरू दिइसकेको थियो। तर जब गोरिङलाई लागिरहेको थियो कि हिटलर बर्लिनमा फसेको छ, त्यसैले नेतृत्व जिम्मेवारी उसले लिनुपर्छ। उसले हिटलरलाई टेलिग्राम पठायो जसमा लेखिएको थियो कि यदि हिटलर अब निर्णय गर्न सक्षम छैन भने ऊ आधिकारिक रूपमा नेतृत्व हस्तान्तरण गर्न तयार छ। यो टेलिग्राम देखेर पहिले नै निराश भइरहेको हिटलर क्रोधित भन्यो। हिटलरले तुरुन्तै गोरिङलाई सबै पदबाट हटाएर गद्दार घोषणा गर्यो र गिरफ्तार गर्न आदेश दियो। पछि गोरिङलाई गिरफ्तार गरियो र मृत्युदण्ड सुनाइयो। तर उनको फाँसीको केही घण्टा अघि विष सेवन गरेर आत्महत्या गर्यो। यता रेड आर्मीले बर्लिन कब्जा गरिसकेको थियो, उता हिटलरको विश्वासिलो साथीले नै गद्दारी गरिसकेको थियो। यी सबै घटनाक्रमले हिटलरलाई त्यो निर्णय गर्न बाध्य बनायो जुन उसले कहिल्यै सोचेको थिएन। 29 अप्रिल 1945 का दिन हिटलरले आफ्नो निकटतम साथीहरूलाई बोलाएर भने, समय आएको छ। रातको 1 बजे उनले आफ्नो प्रेमिका इभा ब्राउनसँग आधिकारिक रूपमा विवाह गर्यो। विवाहको केही समयपछि उसले आफ्नो साथीलाई बोलाएर आफ्नो अन्तिम पत्र लेख्न लगायो र हिटलरका शब्दहरू थिए, मैले र मेरी पत्नी इभा ब्राउनले मृत्यु रोजेका छौं। आत्मसमर्पणको लज्जाभन्दा मृत्यु नै राम्रो। 30 अप्रिल 1945 दिउँसो 3 बजे आफ्नो प्रिय कुकुरलाई विष खुवाएर इभासँग आफ्नो कोठामा छिर्यो। विवाह गरेको ठिक 24 घण्टापछि हिटलरले पिस्तोलले आफूलाई गोली हानेर आत्महत्या गर्यो भने जबकि इभाले साइनाइड खाएर ज्यान लिइन्। उनका स्टाफलाई पहिले निर्देशन थियो कि सबलाई बाहिर लगेर जलाइयोस्। हिटलरले आफ्नो पछाडि कुनै प्रमाण छोड्न चाहदैनथ्यो, त्यसैले उनको सब जलाइयो। मृत्यु हुनुअघि उनले आफ्ना महत्वपूर्ण कागजात, तस्विरहरू समेत जलाएका थिए। ठीक 3:45 बजे एक ठूलो आवाज आयो। हिटलरले गोली हानेका थिए। बङ्करभित्रको वातावरण शान्त थियो। जब हिटलरको विश्वासपात्र हाइजनलिङ्गे र ओटो गुन्से हिटलरको कोठामा पुगे, उनले देखे कि हिटलर सोफामा मरेका थिए। निधारबाट रगत बगिरहेको थियो। इभा ब्राउन उनको छेउमै थिइन्। शान्त अवस्थामा उनी पनि मृत थिइन्। सबको व्यवस्थापन हिटलरको आदेश अनुसार उनका विश्वासपात्रहरूले सबलाई एउटा कम्बलमा बेरेर बाहिर लगे। बङ्कर बाहिरको बगैँचामा सब राखियो। त्यसपछि पेट्रोल हालेर आगो लगाइयो। हिटलरको मृत शरीर जलिरहेको बेला बर्लिनभरि सोभियतको रेड आर्मी बमबारी जारी थियो। मित्र राष्ट्रको प्रतिक्रिया। 2 मे 1945 मा सोभियत सेनाले बङ्कर नियन्त्रणमा लिए। उनीहरूले हिटलरको जलिसकेको शव भेटे, तर सोभियत संघले लामो समयसम्म हिटलरको मृत्यु बारे स्पष्ट कुनै सूचना थिएन। केही वर्षसम्म पश्चिमी राष्ट्रहरूमा हिटलर कतै लुकेर बसेको छ भन्ने
अफवाह फैलाइएको थियो। तर 1946 मा सोभियत अनुसन्धानकर्ताहरूले हिटलरको खप्परको टुक्रा फेला पारे। हड्डीको परीक्षण गर्दा पुष्टि भयो कि यो हिटलरकै थियो। यसरी इतिहास हिटलरको मृत्युबारे सबैभन्दा ठूलो रहस्य समाप्त भयो।